फर्क्यो के भएको यार गुड मर्निङ एभ्रीवान न्यू डे न्यू ब्लगमा तपाईहरु सबैलाई स्वागत छ हैन यस्तो छ पुनम चाहिँ यहाँ रक्सी पारिरहेकी छ अनि मम चाहिँ तल खरे माउलो मेरो माउलो मम्मीको माइत जानु भएको छ हैन टक्क लाएर आजको मौसम हेर्न सक्नुहुन्छ टक्क लाएर गाउँमा चाहिँ छ्याक्क छ तर माथि चाहिँ अलि सुवालो बसिराखेको छ हैन आज चाहिँ पुनमले रक्सी पार्छन् अनि म चाहिँ उता काँक्रोलाई यहाँ काँक्रो लगाइरहेको छु काँक्रोको बुट्टाहरू यस्तो यो गाडिरहेको छु बास चाहिँ गाडिरहेको छु यहाँ चाहिँ अहिले टार अनि बनाएर भ्याएर हावा टाप्न जानुपर्ने हुन्छ ता फुलबारी चौर ठुकाझाल भनेर मैले फुलबारी चौरको ठुकाझाल तारा खसेको ठाउँ भनेर मैले भिडियो पनि हालेको थिएँ टिकटकमा कतिजनाले देख्नुभयो कमेन्ट गर्नु होला भाइरल भइरहेको हाम्रो ठाउँहरू पनि हैन ओके यता चाहिँ कुचो लिएर बढाल्दैछन् र हाम्रो यो चाहिँ बट्टी यो चाहिँ हाम्रो रक्सी जाँड राख्ने यस्तै हो गाउँमा हैन जोस गाउँमै रमाइलो छ अनि कति खेप पारिसक्यौ त अनि तिमीले 2 खेप कति भयो त रक्सी छुट्टीहरू राखेछ हो यहाँ राख अपु के हो यो यहाँ के हो गएछ त रक्सी गाइज रक्सी कतिजनाले खानुहुन्छ म चाहिँ अलि खान्न हैन बास्ना चाहिँ मिठो लाग्छ तर नखाए पनि बास्ना चाहिँ यति मिठो लाग्छ हैन लोकल रक्सीको ब्रान्डेड खानुभन्दा गाउँकै लोकल खानु बेस्ट कृपया गाइजहरु ब्रान्डेड खान छोडौ अनि लोकल आइटमहरु खान सिकौं किनकि आयु पनि लोकलले खासै त्यति साह्रो असर पार्दैन हैन ब्रान्डेडले पैसा पनि जान्छ मान्छे पनि सकाप पैसा पनि सकाप हुन्छ त्यसकारण 10 रुपैयाँको रक्सी खानु र 200-400 रुपैयाँको बियर खानुमा धेरै फरक छ साथीहरु कृपया बुझ्नु होला अनि गाइज कतिजनाले नोटिस गर्नु भएको छ हैन हाम्रो पाल्पामा मात्र हो कि सबै होल नेपाल भरि नै हो यो लोड सेडिङ चाहिँ कुलमान घिसिङ हटेपछि चाहिँ कतिको गइराछ हजुरले कतिको ख्याल गर्नु भएको छ हैन कुलमान घिसिङ हटेपछि त यस्तो जिस्क्याको गरे जस्तो गरिरहेछ हैन लाइनले पनि यता हाम्रोतिर पनि हिजो लगभग 2 घण्टा भन्दा धेरै 1.5 घण्टा 2 घण्टा त गयो होला ननस्टप साँझ खाने बेलामा बल्ल आयो होला लाइन हैन त्यही 8 बजेतिर अनि फेरि अहिले +2 को एक्जाम चलिरहेछ नि हाम्रो सरकार पनि यस्तो छ नि फेरि पुच्छर भन्ने कि के भन्ने अब पछि हिड्ने त्यो झोले कुट्टाहरू नै भन्छु के मैले त कि कसैले कुरा नउठाएर हो कि आलु नियुक्ति भएछ नि अहिले त कुलमान घिसिङको ठाउँमा त्यसले गर्दा पनि घाटामा गइरहेछ भन्ने हल्ला सुनिरहेको थियो त्यसले गर्दा पनि हो कि हैन होल नेपाल भरि हो कि हाम्रो जिल्लामा मात्र पाल्पा जिल्लामा मात्र हो लाइन गएको यसो कमेन्ट गर्नु होला अब यस्तो चालले हुँदैन हामी जस्तो युवाहरूले अलि यो पुराना यो बाजेहरू भन्छु नि हजुरबा हाम्रो मगर भाषामा बाजे हैन तिनीहरूलाई चाहिँ अब फ्याक्न पर्छ के 84 मिसन भन्छ नि तिनीहरूलाई चाहिँ 84 को मिसनमा अब उल्टो पार्ने मिसन बनाउनु पर्यो क्या हामी जस्तो युवाहरूले त्यो पहिलाको यस्तो नेपाल खोक्रो पारेको नेताहरू छ नि जो अनि त्यो पुच्छर लागेको नेताहरूको पछि लाग्ने त्यो डाँकाहरूलाई पनि सिधै झोले भने नि हुन्छ क्या म त्यही भन्छु मैले त त्यो चाहिँ अब अन्टे हुन पर्यो गाइस यो चाहिँ आवाज उठाउनु पर्यो कमेन्ट गर्नु होला यो भिडियोलाई सेयर गर्नु होला जसले कसले के भन्छ मलाई मतलब छैन हैन भिडियो चाहिँ सेयर गर्नु होला क्याटकुट पारेर टिकटक यताउता हाल्यो भने मैले केही भन्दैन ओके टक्क लाएर हैन बल्ल अघिसम्म घाम लागिरहेको थियो अलि भने हेर्नु न पानी आउन लाएर यस्तो भयो यस्तो चर्को घाम लागिरहेको थियो तर यतिको बनाएर भए अनि यता पनि बनाएर भए अनि अब चाहिँ पानी हाल्नु पर्ने हुन्छ काँक्रोमा अनि खोर्सानी रोपेछु अनि फलेपछि देखाउँछु नि साथीहरूलाई र यो चाहिँ हिजो बजार जाँदाखेरि चाहिँ किनेर ल्याएको सुहा खाएन गाइस हैन
यहाँ चाहिँ झ्याक्रो हाल्दैछु टाढ बनाएर यहाँ राम्रोसँग अझै बाँस पुगिरहेको होइन बनाउनै बाँकी छ अरे बाबरे यता पनि कालो धेरै हुने लाग्यो जस्तो भइरह यता हेर्नु न गाइजी यता भने पानी आइरह जस्तो देखिरह पऱ्यो पनि गजब हुन्थ्यो क्या मेरो खुर्सानीको बिरुवाहरू पनि त बाँच्थ्यो त्यो टाइपले यस्तो बिरालो टाइपमा रोपिरहेको छु यहाँ काँक्रो रोपिरहेको छु हुन्छ कि नै घरमा त पाइप आइरहेको एउटा चाहिँ बोक्नुपर्ने अवस्था भइरह यहाँ जम्मा गऱ्यो अनि यहाँ पानी हाल्यो एउटा दुइटा चाहिँ किराले खाइसकेको रहेछ बाँच्नु चाहिँ बाँचेर रहेछ होस् यहाँको त रहेनछ यहाँ रहेछ यहाँ चाहिँ पुरै खुर्सानी लगाइरहेको टनल भने छैन गाविसमा मागेको टनल भने पाइयो मल्चिङ भने छैन पाएन एक घरको एकजना मात्र पाउने भयो भने नियम रहेछ के अरे असल के गर्ने यता चाहिँ केटाहरू चाहिँ उलट परिरहेको छ होइन के हो तेरो नाम नितेश के नितेश सारू तेरो सङ्गीत घर तिमीहरू अनि के तेरो नाम के अरे कपडा त पुरा झिलिमिल्ला खास त अनि खै देखा त कति लाखको हो कति करोडको हो ल के हो बाइक दौडा गान समाइरह्यो बाइक बनाइरहेको केटाहरू इन्जोय गर्छ इन्जोय हेर्नु गाइज होइन हाम्रो गाउँको हरियाली भ्यू देख्न सक्नुहुन्छ टक्क लगाएर हेर्नु होला गाइज होइन यस्तो छ टक्क लगाएर हाम्रो पनि मकै दामी भइरहेछ कि असम पोहोर जस्तै पोहोर पनि राम्रै थियो र पुनम चाहिँ यहाँ सामान स्याहार्दैछ अघि गरेको काम राम्रो भइरह पानी बोकामा पानी आए त ठिकै हो के अरे नत्र घरको छतबाट गाउँको दृश्य हेर्नु होला दृश्य टक्क लगाएर हेर्नु न ओ माइ गॉड पानी आउनु लागिरह यस्तो छ हावा चलिरहेछ मजाले मक्खन तरिकाले होइन टक्क लगाएर अब चाहिँ लगभग काम आजको ड्युटी आजको काम चाहिँ सकियो भनौँ अब चाहिँ नास्ता खाने बटुक सेलरोटी के छ भन्दै थियो के अरे बुढी रानी पुनमले अब खानुपर्ने हुन्छ यता ल्याउ न लगाएर ओरिजिनल अर्ग्यानिक नास्ता खाइयो गाइस खाए ल सकेन यो भातैले यता त आइभ्यो यता आइपुग्नु बाँकी छ यता नि बुढाबुढी चाहिँ बनायौँ अनि यो पनि बनायौँ यहाँ चाहिँ अझै बाँस पुगेन यहाँ चाहिँ सबै राम्रोसँग बनाउँछौँ यहाँ पनि रोपिरहेको छु काँक्रो यत्रो भइरह यहाँ पनि धेरै फलाउनु पर्छ हाम्रो निमाउले हुन्छ नमस्कार पार्या लक्के कतिको टाठो चाहिँ हेर्ने गाइस लक्के उठ उठ अप गुड बॉय हाते ल बस पहिला बस गुड यसको छममा आयो नि
ए तेरो छम्मा हो यो तेरो टरुनी हो फ्याउरे पिङ्के ए ए पानी आउन लागिहाल्यो होइन यस्तो चाहिँ यस्तो भइरहेको लाइन भने छैन अब फ्रिजमा मासुहरू छ के छ होइन यो बिग्रियो भने कसको जिम्मा हो यार ए लाइन पनि छैन के बत्ती सत्ती केही छैन हाम्रो नेताहरूलाई भन्नु र यो भुसिया कुकुरहरूलाई भन्नु त एउटै हो क्या जति जे भने पचाइहाल्छु क्या अब लाइन पनि छैन आज अब बत्ती पनि छैन मोबाइलको फ्ल्यास लाइट बालेर नाम खाने थियो होला नि साँझ पनि यता हेर्नु त गाइस कस्तो भइरहेछ हेर्नु कहिल्यै नभएको मौसम आज भयो जस्तो भइरहेको उताबाट यता आइरह अब सारा एकछिनपछि आउँछ नि आउँछ ए हेर्नु न बादल कसरी आह के हेरेको पानीको छिटा आउँछ कि नै भनेर कुकुरको त्यो यसलाई सिमीको चिन्ता छ पानी आए पार उम्रिन्छ भनेर पानी आओस् भनिरहेको थियो त हेर्न झनभन्दा झन कालो भइरह यता मेसिन कराइरह गाइस पानी कराइरहेको ए नमस्ते हेर्नु त गाइस पानी आइरहेछ यति घन्केर आइरह ओमा के भएको यस्तो अबे हेर्नु न अब आयो अब के हुन लाग्यो अरे बाप रे ओ मा के भएको यो के भयो के हुन लाग्यो अरे बाप रे कसैको धनजनको क्षति नहोस् त्यही छ शुभकामना ओमा पानी आएको भनेको त अरे बाप रे के भएको यो ओ फेरि यताबाट फर्क्यो अरे बाप रे फेरि फर्क्यो के भएको यो हाम्रै घर मुनि के भएको यो चोकै पर्यो के यहाँ बिल्ला भाइ भित्र लुक्न जाने हो घरभित्र के भइरहेछ हाम्रो ठाउँमा यो लास खतरा खान्छ यार ल बा मेरो काक्रो साक्रो सब ढालिदियो नि सब झारिदिएछ केही नहोस् कसैको केही नहोस् अरूभन्दा त 3 सिन उडायो भने गाह्रो हुन्छ क्या के भयो हाम्रै तेल उडायो के हौ ल बा के भयो ला के भयो यहाँ नबस् एकछिन यहाँ नबस् ओ घाँटी सिनाल बेला फेरि के भयो अरे हेर के भयो यस्तो
इटा जम्मै झलामा अब कानु ट्रेन त ला कुखुरा खोर त उडाउँदैन हेर त यता पनि तेरि के भयो यस्तो कहिल्यै भएको थिएन त यस्तो त यार हेर त तेरि हाम्रो त भान्साघरै उडायो ला कसैको टिन नउडाओस् भनेको आफ्नै उडाइदिइराखे हेर त पुनः ओहो नि इला इला वासो इजात क्याउले ओ माथि राखेको इँटाहरू पनि सब खसेछ खै एकछिन ओहो मान्छे बस्ने यो मतलब छैन अरू के प्राकृतिक प्रकोप आइरहेछ आज के हुन लागिरहेछ ला ओरे ओरे बाप रे तेरी यार तेरी यार के साह्रो स्पिडमा आएको यार अहिले हाम्रो के को क्षति भएको छ सब हेर्छु अहिले यो बिसाओस् न मात्र सब भटाभुङ्गै पारेछ होइन धन्नै काटेन यार गमलाहरू पनि सब बुझुतेर कता कता पुर्यायो कि पानी आइहाल्यो फेरि ओहो जम्मै तेन भुरुका कहाँ हुन्छ तेन भुरुका कहाँ हुन्छ जम्मै इला भान्साको के बोलायो क्या आज यार हेर्नु त गाइज ओहो के मचेको यो के हुन्ला हो यो लबा ओहो यस्तो पानीमा हेर्नु न भारी बोकेर आउनु भएको मारा कोही मारामै हुनुहुन्छ होला कोही चाहिँ अझैसम्म पानी भनेको हावासँगै तुफान आइरहेको यस्तो पानी यार हेर्नु त ओहो पानी आएको त ठिकै हो तर यो यस्तो तालले आउनु भएन क्या के भयो त अब पानी बिसायो भर्खर ए यस्तो भइरहेछ भट्टाभुङ्ग यो पनि उडाएर इट्टा सिट्टा सब तल झरेछ यहाँको सबै उडाएछ यहाँको त सब चलम्मै भयो होला अहिले त धन्न चट्याइदिनु भयो यहाँ चिप्लिहालेँ मैले आइज ल छिटो यहाँ त खतम भयो होला त ल ओपन द स्काई भयो यहाँ त के भयो यस्तो यहाँको उस पनि सब भिजेछ यो यसो गर्नु पर्यो ल के भयो त्यो फुट्न त पुग्दैन यो रक्सी झर्ने भाँडो रक्सीको स्टोरेज भने यता छ ल ल छिटो आइज ल
अघिसम्म मौसम कस्तो थियो अहिले फेरि यस्तो खुल्ला भइरहेको फेरि आनन्द फेरि छ्याक्क भयो फेरि पानी पनि पिसायो सामानहरू मिलाएर पनि ल्याइसक्यौँ टिनहरू लथालिङै पारेर हाम्रो भट्टीको होइन सो आजको ब्लग यति नै होइन हुरी चलिरहेको थियो आज चाहिँ ओके आजको ब्लग यति नै भन्दै आजको ब्लग अन्त्य गर्छु और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती मुझे नहीं पता बस क्लिक हो जाना चाहिए